नि नमस्ते नमस्ते गर के को नमस्ते गर्नु पर्दैन हो त्यो झङ्गला ल चुचु लगाइदिनु आउनु म लाउँछु त्यहाँदेखि हामी त्यहाँदेखि सबैले पनि सके मैले पहिलो कर्म त्यसरी टोबी चावल कर्म कर्म जुनको है के माने सबै लागिसक्यो है अहिले ए ल ल ल ल कान्छा चुपो पिपिलु लगाइदिनु कान्छी छोरीगा ताम कान्छी है खाना सास हुनुपर्छ नातिनी पनि हो त अब पापा किन्नुपर्छ त्यसो भए दिनुपर्छ सबैलाई टिका लगाइदिनु अनि गर्नु नि चाचा नातिनीको वर्षको भइसक्यो दुई वर्षको अलिकति आऊ नातिनी नातिनी पो है ल के मानिसमा छोरी होइन दे हातमा लिने नमस्कार गर्ने छोरी जे भए पनि त्यहाँ राख खै ल्याउ म ल्याउ म राख्दिनँ कान्छी छोरी पो छोरी नामको नातिनी त्यसो तुबुबी वर्षको नातिनी पो पापा मामा पर्छ है त्यसो ल के माने म एकैचोटि दिन्छु सबैलाई तर चाचा पो जेठी नातिनी जसरी तुबी गाई चावल वर्षको मसँग है बाबा मामा तुल्ला सक्नुपर्छ नातिनी तिन खेप त लगाइदिनु रहर गर्छन् ल है अब मेरो लाउनुपर्छ त ए ल जेठा छोरा चाचा पो जेठी छोरी पैसा चाहिँ दिनुपर्छ तुबी चावल पर्छ खाना सुक्नुपर्छ नातिनी अब यहाँ नातिनी पनि छ बाँकी अनि एकैचोटि पख है ल चाहिँ नमस्ते गर्नुपर्छ नि छोरी हो भाग्यवानी तिनीहरूलाई त पैसा बुझ्यो पैसा नि ल तिनीहरूलाई कति कति भन त होइन तिमी त्यसमा राख्ने त्यसमा राख्ने लगाइदिनु पऱ्यो कि ज्यादा फिक्का कहीँ छोरी यता
हाम्रो सेकेन्ड पुर्खा आयो है छोरीलाई ल छोरीको शुभकामना यसरी नै भाग्यमानी हुनु यसरी नै है ज्ञानी हुनु आमाले भनेको मान्नु है यसरी ज्ञानी हो हाम्रो कान्छीलाई कान्छी छोरी हाम्रो कान्छी छोरो ज्ञानी हुनु भाग्यमानी हुनु है नानी ल भाग्यमानी हुनु ज्ञानी हुनु है ल हाम्रो ल ठुलो छोरीलाई ल भाग्यमानी हुनु ज्ञानी हुनु भनेको मान्नु है छोरी छोरी ल हाम्रो भान्जी भाग्यमानी हुनु ज्ञानी हुनु है ल हाम्रो ठुलो छोरी ल भाग्यमानी हुनु यसरी भनेको मान्नु हाम्रो कान्छी छोरीले त हुन्छ ल ल ज्ञानी छ नि कान्छी है ज्ञानी छ हाम्रो मेरो पालो ल भाग्यमानी हुनु ल हाम्रो कान्छी ल कान्छीलाई सबैलाई पुऱ्याउँदै जान कि कान्छीलाई हाम्रो कान्छी हो हाम्रो छोरीलाई यसो पढे पुगेन कान्छी भाग्यमानी हुनु अलिक पता छोरी खै तिम्रो त्यो झोला देऊ त मलाई एकचोटि सासु ल म यो ल यो चिटी हाल्दै लगाइराख्नु ल यो पनि छ नानी हो गाडी हजुर के पखा पखा छैन त अनि के त ए ल के पखा त म दिन्छु ल दुईटा पैसा यस्तो गरेर बन्द गर छोरी छोरी भान्जालाई हवा गर्ने छोरी हाम्रो ब्लगर छोरी होइन यता लाउँदै आउँछु भोक लाग्यो पखा त एकछिन यहाँ ऊ टिका लगाइसक्नु भनेर यहाँ भएको टिटीहरू त्यति भने
टिका लगाइदिएको क्या टिका लगाइदिनु पर्दैन पैसा दिँदैन अब सबैलाई अहिले फर्स्टमा टिका लगाइदिएँ है यता त छोरी यहाँ ल्याउ त मामालाई नानालाई राख्नुहुन्छ नाना हो यतातिर अटेन भने यतातिर ए पकाइ त म त ठुलो झोला ल्याइदिन्छु आफै छोरीलाई त टिकै लाउनु पर्छ I don't know.
नमस्कार गर्नु नमस्ते गर्दै गर्दै यसरी भइसक्यो नमस्ते गर्ने सबैलाई सबै नमस्ते हरे गर्नु ए पसल पुगिहाल्यो नमस्ते गर्नु नमस्ते गर सबै सबै नमस्ते यता कान्छा बाजे सबभन्दा सानो बाजे नमस्कार यता उमाहरु यता नाना नमस्ते यता सबैलाई हेलो दिदीलाई नमस्ते सबैलाई नमस्ते गर्ने ओहो नमस्ते हाम्रो काका सम्धी हजुर काका हाम्रो मेरो चाहिँ काका हुनुहुन्छ हाम्रो आमा आमा हाम्रो मम्मी सानो छोरी भाइ नानी यहाँ छोरी सानो यहाँ बस यहाँ नानी बस ल उता साथीलाई पनि लगाइदिनुहोस् छोरी नातिले नि ठुलो त के होइन हजुर यसको चाहिँ साथी गयो ल म पनि त्यो लगाइदिनु पर्छ के न बाजे हुन्छ सानो हुन्छ नमस्कार नमस्कार गर्नुहोस् पालो आउँदैछ त छोरी नमस्ते गर पालो बाजेलाई ए गर्नु यहाँ लगाऊ यहाँ तिम्रो यहाँ लगाऊ यहाँ लगाउने ल त्यहाँ सबै त्यहाँ लाउ भेला भन गर्ने यसलाई यहाँ राख्ने के हो त्यसो गर्नुपर्छ छोरी ल अब चाहिँ बसौँ तिम्रो यहाँ नमस्ते गर बाजेलाई उसलाई नमस्ते गर नमस्ते गर ल तिम्रो छ मलाई छोरी मनसुन हात थाप्दै आशीर्वाद नाउटीहरूको मङ्गलम भगवान् विष्णु मङ्गलम पुण्डकाक्ष मङ्गलम तनुहरि म त केही जान्दिनँ काकाले भनेको पढ्नुपर्छ है पढ्नुपर्छ है अब सकिसक्यो क्यामेरा भेटेन नि के गर्नु मङ्गलम पुण्डकाक्ष मङ्गलम तनुहरि यसरी चाँडै हामी राख्नु पाऊँ है नातिनीहरूको ल ल ल ल ल नमस्कार है तपाईँ यसले हात्ती आउँछ सबैजना नमस्कार को चाहिँ हो नानी चाहिँ को पर्यो ए ल कहाँ चिन्ने त नि आज देखिरहेको ल नानीलाई चाहिँ के अरे के भन्छ कति पर्छ धेरै धेरै आशीर्वाद विश्वास गर्ने समाज छ
के दुखाइ यो जस्तो समय पर्छ त्यस्तै चल्नु पर्यो होइन त नाना हजुर आमा उहाँ चाहिँ सम्झि उहाँ पनि काका ठुलो काका हुनुहुन्छ नमस्ते भन मान्छे यसो गर यहाँ त्यो काम चलाउने होइन त्यो थप्पक राख्ने भन्न मन फेरि छाडोमा सानो ल सक्यो यसो त छप्पसी पानी मुनि छ कोट्याङ नै म भन्दैछु है कान्छ भन्छु नमस्ते गर झुलोमा लगाएन झुलोमा लगाएन गर फट्टा रहेछ खामको खोल्दो रहेछ आउँदो रहेछ तपाईँ लगाइदिने भएको थिएन केही छैन म अब लगाइदिनु पर्यो म त ढिलो गर्नु मन पर्दैन पनि फेटफेट लगाइदिन छोरी यसो अलिकति टाप्पले भइसक्नु ल म त टिका लगाउने सानो हाम्रो सानो छोरीलाई पिलीलाई ल नाना माथि त्यहाँ कति तिमीहरू अस्ति दिने गरेर उकाहरू खाने के गर्नु त्यहाँ नाना नमस्ते गर फेरि हाम्रो नमस्ते नमस्ते छोरी यता आउनुहोस् त नानीको मैले त ल्याएन किन ल्याउनु यहाँ आउने टिका लगाइदिने आशीर्वाद दिने त्यो Samita, sorry.
त्यो केटो मान्दैन पैसा नके ओ मान्छे गयो यी भाइ होइन एक्लै सानो त्यहाँ त अड्दिन ठुलो मामु त हात्ती जस्तै छु म यहीँ बस्छु हस् छु नि हौ म अड्दिन के उसलाई चाहिँ डाइरिया भइसक्यो ठुलो नानी चाहिँ तल सम्झनाको नमस्कार नमस्कार ठिक छ नि सर सबैलाई टिका लगाइदिनु है सानीलाई राम्रो मान्छे किन म डोनवाइस गरेँ नि त छोरी ल पानी हो यो के गर्नु भन्दाखेरि ए यो सानोलाई यो पनि हाल ल ब्यागमा सानो के मानी थ्याङ्क यू Manjun, यता ल गुड मेरो भान्जीलाई तपाईँको गुनिङ शुभकामना खुसी बनाउनुपर्छ ल हजुरको नाम के हो कति क्युट हुनुहुँदो रहेछ है बच्चा ल
मेरो भाइ माइला भयो माइला कान्छी तपाईँको छोरी मेरो फेरि साँड्दै उहाँ हामी दाजुभाइ हो नमस्ते दाजुभाइ हो दाजुभाइ उहाँको फ्यामिलीको है होइन मेरो साँड्दै तपाईँको साँड्दै उहाँको सार्दै भने दाजुभाइ हो भनेपछि नमस्ते होइन उहाँ त ज्वाइँ गर्नुभयो उहाँको सार्दै बुवा नमस्कार हजुर उहाँलाई चाहिँ के भन्नु मम्मी उहाँलाई हाम्रो छोरी हो दिदी हामी सम्झि भाइ म उहाँहरूको भाइ म कान्छो ससुर हजुर नमस्कार भाइबी मन्सु दाइको हो सिधा बस्नु ज्ञानी ज्ञानी मान्छे गुली भएको मान्छे ज्ञानी ठुलो मान्छे है अनि ज्ञानी हुने दिदीको पछि लाग्ने होइन सबैजना ज्ञानी भएर ठुलो मान्छे हुनुपर्छ ल सबैभन्दा सानो नानी त्यो अलिक ज्ञानी हुने है ठुली मान्छे है ल ठुली मान्छे अब त धेरै पढेर ठुलो मान्छे ज्ञानी हुनुपर्छ ल ठुली मान्छे ल ठुली मान्छे त्यहाँ ठुलो भएर धेरै पढेर त ठुली मान्छे ज्ञानी हुनुपर्छ बुद्धिमानी हुनुपर्छ ठुलो मान्छे मनसुन राई भाइ को हो ल मनसुन राई ल छिमेले सधैँ भरपुर हुनुपर्छ ल ल अर्की ठुली मान्छे चाहिँ झोला भरि राख्नुपर्छ है ल हो ल ए ल ल अर्की ठुली मान्छे त्यो लु झोला भरि राख्नुपर्छ लक्ष्मी है लु ल झोलामा राख्नुपर्छ है अब ठुलो मान्छे सबैभन्दा ठुलो मान्छे सबैभन्दा सानो मान्छे लु खै ज्ञानी मान्छे ल पानी ल हुन्छ अब यता हेर कान्छी ठुली तिमी कान्छी कि ठुली हो थाहा छैन ठुली हुनुपर्छ है ल ठुली हुनुपर्छ तिमी म ठुली हो भन्छु बाबा र मम्मीलाई है
तपाईँको छेउमा नि कुनै तल नि बोलाउनुहोस् ल हस् भन्दैछ कसलाई आउनुहोस् तिमी हाते किन्नु है आऊ यी भाइ तिमीलाई फोटो सेसन छ कि फोटोमा चाहिँ नछुटाउँ है मलाई तिम्रो हो अलिअलि कता यहाँ लिएर होइन त्यो आउँदै थियो अगाडि फोन गर्नु पर्दैन मलाई त फोन गर्नु पर्यो नि इन्फर्मेसन यति धेरै मान्छेसँग हुन्छ ल है सकिसक्यो मान्छेको सानो मान्छे छोले लगे Thank you.
लु हाम्रो भान्जी राम्रो पढ्ने ज्ञानी हुने है निरोगी हुने अलिक छालो गर्नु अलिक छालो गर्नु लो आउनु हजुरलाई पनि है राम्रो पढ्ने त्यही त अब आशीर्वाद बस न ए मेरी बासे बस न छोरी अन्त बस लु आउनुस् यसो गराइदिनु अलि आउनुस् त पानी खनाइदिनु खनाइदिनु रहेछ टुकी लाग्छ सानो मान्छे पानी खनाइदिनुलाई पनि है आम्मा लु दर्शन गर्नुहोस् त सानो कस्तो रोलामा लगाइदिनु न यो त भट्टाहरू छ के पुष्पको पनि बेबी भएछ नि हजुर बहिनी सरप्राइज भएको नि म त थाहा छैन फोटो सेसन गर्छ अचानक बच्चाको बेबी भयो सरप्राइज भएको नि गरेन छोराछोरीको कटाको दाम फरक त्यो भएको त दाम नमस्ते गर्ने यहाँ सानो उसको साथी बुझेलाई दिन ल है अब चाहिँ मिलै भयो सानो उता पुगेछ त्यो हुन्छ ल ल ल हेर ढिलो रोक्नु हुँदै सकिहाल्नुपर्छ लन्ठामा त फोटो सम्झाउँछ मेरो फोनमा सुस्मिना दाइ आशीर्वाद मनमनै छ सोचेको सबै पुग्छ छैन आफूले भनेको म पनि नानीको त कति पर्दछ उको छोरी मैला नखाला ठुलो भाइ मैला फाल्नु हुँदैन है आफ्नो त पढ्नु होइन यता हेर्नु पर्यो आशीर्वाद मान्नु पर्यो कति राम्रो भएको कति ठुलो भएको सानो थियो यत्रो भएछ त यत्रो भएछ ठुलो भएछ ज्ञानी धेरै पढ्नु है कति राम्रो हुनु फर्स्ट हुँदै जानु है स्कुलमा
हस् 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 भन्ने धेरै पढ्ने धेरै पढ्ने है मेरो नाच्नेलाई अब ल है नानीलाई धेरै धेरै ज्ञानी हुनु धेरै पढ्नु इमान्दार हुनु अनि पढाइमा धेरै ज्ञानी हुनु अनि बाबालाई खुसी पार्नु पढेर धेरै धेरै ज्ञानी भएर धेरै पढेर धेरैमा पर्सेन्ट लिएर खुसी पार्नु मम्मी बाबालाई है सानो ल आशीर्वाद त्यही हो यता लियो धेरै धेरै पढ्नु है ल धेरै धेरै पढ्नु ज्ञानी हुनु तिमी भर्नु भएको छौ ओके स्कुलमा भर्नु है ल आजको मेन मान्छे रहेछ यहाँको ल स्कुलमा सबैलाई जित्नु ल पढेर ओके है स्कुलमा सबैलाई पढेर जित्नु ल हस् भनेको त मेरो नातिनीलाई त तिमी बढिहाल्छ नि है अर्को साल ठुलो हुन्छ अनि 1-2 वर्षमा ठुलो हुन्छ ठुलो भएपछि फाल्गुन नाच्ने त्यो लिएर चोखाउने मात्रै होइन कान्छेलाई सानो मान्छेलाई ल सानो मान्छेलाई हो यसरी पर्छ फेरि म 500 अब कसलाई सानो मान्छे त हराएछ हौ सानो छ के हुन्छ न यहाँ बाला बोलाउनु पर्यो त सानो मान्छे नमस्ते नमस्ते सबैजनालाई तिमी तिम्रो ब्यागमा राख्ने नमस्ते आँटेन भने छ्यामाहरूलाई दिँदैन एकछिन समात्नुहोस् न धेरै बनाउनुहोस् न नमस्ते नखोली थपक त्यहाँ राख छोरी राख यहाँ यसो राख्ने चलाउने होइन थपक राखेँ ल ब्यागमा तिम्रो झोलामा राख खै तिम्रो झोला मनसन घमाइछु भन्ने हो किन चाहिँ साइला
Khơi tay ở tao năn. Nha 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 lô bát. Lô man chèo. Cái để nó ra đi mở luôn. À mòn mòn này à. Lẩu lẩu. Ông cứ đi. नमस्कार यहाँ छ तिमी नमस्कार ल ल नमस्ते 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 पापा Oh ini kalau bu? Habis. Orang-orang फेरि जान्छ
यसो भन्नु पर्यो होला नि त अलिअलि हजुर खै त नमस्ते त गरेको छैन सम्झिनु हुँदैछ बोल्न यहाँ बस्नुपर्छ राम्री भएको मान्छे सबैलाई मेरो नमस्कार अब एउटा म एउटा कुरो पहिले भनिहाल्छु मेरो शब्द त मेरो आफ्नो वचनहरू हजुरहरूले हजुरहरूको म बुझ्दिनँ है त्यसले गर्दा क्षेत्री वनबाट एक दुई कुरा चाहिँ राख्नुपर्छ यसै गरौँ हाम्रो कुरा बुझाउनु हुँदैन उहाँले फेरि नेपाली बोल्नु पर्यो होइन आखिरी गर्दा हुन्छ है त्यसो भए म उठाएँ मेरो घर भराइदिनु भयो हजुर सीमादाता भएर मेरो घर भराइदिएकोले गर्दा मेरो नदी बढेर गयो हजुरहरूलाई यो के राख्यो भनेर नसम्झिदिनु होला हो र किन धेरै भए पनि तपाईँहरूले सीमाले लिइदिनु होला किनभनेदेखि पहिला चाहिँ थिएछ महामारी गरी है थरी थरीका थिएछ अहिले त रुखसासु भुइँपर्ने त्यसले गर्दा यो पनि हराइसक्यो हजुरहरूलाई यो के राखेको भनेर मलाई जवाब नदिनु होला तपाईँहरूको नाति नातिनाको फलोस् फुलोस् नदी बगेर जाओस् भूत भएर जाओस् भनेर आशीर्वाद मागेको केही राखेको तपाईँहरूले यस्तो गर्नु पर्थ्यो भनेर नसम्झिनु होला है मेरो वचन त्यति नै हो बसोटकरीमा अब किन लम्बाइ चौडा लाने होइन त्यसले गर्दा पनि यो केही पनि होइन यो केही पनि होइन मामाउलीको रित मेरो नातिनीले राखिदिएको हो यस शब्द मैले यही नै हजुरहरूसँग क्षमा पाऊँ गल्ती भए कुनै मेरो त्रुटि के भए क्षमा पाऊँ अब म चाहिँ आफै बोल्दै आफै अनुवाद गर्नु पऱ्यो ठिक छ अहिले चाम्लिङ भाषाबाट हामी के भन्छौँ भने अप्ठ्यावारी यहाँलाई धेरै धेरै धन्यवाद है भनेको अब त्यसो भए चाहिँ तपाईँहरूको हसुङबाया ताङासी बोलेछ भने रीतिरिवाज सबै बुझ्नु भएको रहेछ भन्ने कुरा हामीले अनुवाद म आफैले अनुवाद गर्दै लान्छु होइन त्यसो भएको उनीहरूले आज ओला बुङ्गा ताङासम्म गरेको छ सिडी भ्याउनुको लागि राखिदिनु भएको छ अनि त्यसो भएकोले गर्दाखेरि हाम्रो मन अत्यन्तै खुसी प्रफुल्लित भएको छौँ हामी है रमेश साहब र धेरै धेरै धन्यवाद यसरी नै गरेर यो अहिलेको त होइन त यो त पहिलेदेखि आफ्नो पाँच सागल हामीले तपाईँ भाषा त अब बुङ्गा यो फुल हो यो राखिदिनु भयो ओको बुङ्गालाई कैका आसो लुम्चिके अनि वाजिमका है भनेपछि हामीले यो फुल राख्नु भएको छ यो फुल हामी उन्यौँ अनि माला बनाएर हामी लगाउँदैछौँ लगायौँ हजुर र हामी एउटा हामी भनेको चाहिँ के हो भने अब हाम्रो छोरीहरूको चाहिँ अब सिम हामी चाहिँ क्रावा भन्छौँ अनि हामी चाहिँ गङ्गटा सिममा चाहिँ अब के भने गङ्गटाले दुलो बनाएर पानी निकाल्छ त्यसले गरी बगेको चाहिँ हाम्रो चेलीहरूले पानी बगेर गएर तपाईँहरूकोमा चाहिँ आइपुग्नु भयो र यसरी हामीलाई शिर भ्याउने राख्नु भएको खण्डमा हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद चाम्लिङ भाषाबाट अप्ठ्यावारी भन्ने चराउँछौँ हुन त पहिलाको जमानामा गोर्खाहरूले शब्द शब्दमा नमिल्दाखेरि झगडा पनि गर्थ्ये कुटाकुट पनि गर्थ्ये किनभने अब हुन त हजुर जति त म त्यति गर्न सक्दिनँ एउटा त्यो है तर पनि यो कुरोहरू भनेको एवं तपाईँ हामीले बुझिराख्नुपर्छ होइन मैले क्षेत्रीय भाषाबाट बुझेँ एउटा तर पनि अब उहाँले चाम्लिङ भाषाबाट दिनुभयो राम्रो आफ्नो भाषा त हामीले नभुल्नु पर्थ्यो
म आफै घुरिसकेँ मेरो छोराले के गर्छ है अब आज हामीले अब यो छाकावैमा कहाँ छ त भनेपछि अब बच्चा पाउने के अरे श्रीमती कहाँ हुनुहुन्छ अनि छाकावैमालाई चाहिँ हामी यहाँ आमा चाहिँ यहाँ उभिनु पर्यो आमा होइन त्यसै गरी यसरी सधैँ तपाईँहरू उ गर्ने यसरी अब छोरीलाई अब दुःख गरेर हाम्रो त त्यो डिप्लोमा भन्छौँ अहिले त त्यो टक्कैमा छोरा मान्छे हुँदा टक्कैमा भनेको चाहिँ आज गुली टोला दिनुभयो क्या त्यसो भएकोले गर्दा हामी आयौँ यहाँ साह्रै खुसी छौँ ओको चाहिँ यो दाइबाट यहाँ आइदिनुहोस् तपाईँले त्यति सजिलो सरकार खुसी छु होइन एउटा कुरो अब हजुरको दृष्टिमा जाताउनु पनि आएको म नदीको गएको छु अझै हजुरहरूले आशीर्वाद मेरो नातिनी मेरो बुहारी मेरो छोरा द्वारको है सबैलाई नमस्कार है छोरी नमस्कार है फेरि छोरी हामी गर्दैछौँ नमस्कार गरेन भने त नदुख्नु मलाई है बियर खान्छ निकाल्ने हामी तिनजना बाटो हाम्रो संस्कार त यस्तो छ मनसुन फेरि ये है ना
व्यवस्था नभए हुन्छ के गर्नु एउटा म त यो दिन कति बिर्सेको मलाई यो होइन मोबाइल त्यहाँ छ त्यो मोड दिएर हस् हुन्छ त्यति हो त्यति पनि अलिक अगाडि नै यो चाहिँ उदो गरौँ न अलिक सर्टेज भाइ हो अब चिल्लो सबै ढोक्रो पैसा आएको माउलीको घरमा बोल्नु पर्यो पछि आउने बेला नभए पनि माइती घरमै बस्नु आइदिनु भयो तपाईँको नातिनीको कार्यमा आइदिनु मलाई गौरव लाग्यो तपाईँले मेरो घर हराइदिनु भयो है कर्मले भयो है अहिले खानु हुँदैन भने छोरी नातिनीहरूले मेरो गाउँ यो भाडा दुःखमा तर म सुख पाएँ भन्नुभयो धर्मले गर्दा मर्द बान्त त हजुर अब 82-84 वर्ष म अहिले 70 भने त्यो 84लाई बाँच्ने 70लाई मर्ने भन्दैन है सम्धि परवाडी नाइ उमेरमा त मेरो जस्तो लाग्छ किनभने हजुर जस्तो मैले मेरो नाति नातिना मेरो खराब गर्दैन भन्नै पर्ला हजुर जति म बाँचे एउटा यो मामा रामदाको मामा रामदा तामाङ सामाहरूलाई चाहिँ बाबुको अङ्गबाट अनि हाम्रो चाहिँ भाषामाले भन्छ मर्दाखेरि पनि साधन दिँदाखेरि 10 महिनाको बादमा चाहिँ मैले एउटा एउटा मनुष्यको जन्म भारत यसमा एमाइला यसमा बोल्न जाने भन्दै होइन केटीको तिमीले चाहिँ
नामा भनेर चाहिँ भागेले चाहिँ 6 दिनमा के देखिदियो 23 दिनमा त जानै पर्छ कोही 90 वर्षमा जान्छ कोही 10 वर्षमा जान्छ त्यसो भएको हुँदै आज मैले तपाईँहरूले भेट्न चिन्नु पाएँ राम्रो कुटुम्ब राम्रो पाएछ मेरो छोरी भन्ने मेरो मित्र आत्मामा लागेको छ तपाईँ सिममा हुनुहुन्थ्यो नदी बगेर जाओस् अझै आशीर्वाद माग्दैछु हजुर आइदिनु हो ल म खाएरै खुसी छु हामी मेरो परिवारलाई पनि त्यही भन्छ हामी यहाँ राम्रो कुटुम्ब राम्रो परेछ छोरी भनेर चाहिँ यो चाहिँ भनिदिन्छु है हजुरलाई